ताप्लेजुङ नगरपालिकाले नयाँ भ्याकेन्सी कोटा सार्वजनिक गरेको छ र यदि तपाईँहरू गभर्मेन्ट जबको प्रतीक्षामा हुनुहुन्छ भने तपाईँले यो भ्याकेन्सीमा भाग लिन सक्नुहुन्छ। तपाईँले कसरी यसमा भाग लिन सक्नुहुन्छ र तपाईँले भाग लिनको लागि तपाईँको योग्यता कति हुनुपर्नेछ र तपाईँको उमेर कति हुनुपर्नेछ तपाईँलाई सम्पूर्ण जानकारी गराउनेछु। कृपया भिडियो पुरा हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिला यो भिडियोलाई लाइक गर्नुहोला र यदि तपाईहरुलाई भिडियो राम्रो लागे भिडियोलाई शेयर पनि गरिदिनु होला र यदि तपाईहरु हाम्रो युट्युब च्यानलमा पहिलोचोटि हेर्दै हुनुहुन्छ भने तल दिएको सब्स्क्राइब बटनलाई क्लिक गरेर अल नोटिफिकेसनलाई प्रेस गर्न नबिर्सिनुहोला कि आगामी यस्ता भिडियो सबैभन्दा पहिला हेर्न सक्नुहुनेछ। अब तपाईहरुलाई ताप्लेजुङ नगरपालिकाले सार्वजनिक गरेको यो सूचना स्क्रिनमा देखाउने कोसिस गर्दैछु। तपाईले सूचना स्क्रिनमा देख्न सक्नुहुन्छ र सूचना प्रकाशन गरेको मिति तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। 2078 सालको 1 महिना 20 गतेका दिन यो सूचना प्रकाशन गरिएको छ र आजको 7 दिन भित्रमा तपाईले एप्लाई गर्न सक्नुहुनेछ, जुन तपाईले यहाँनिर हेर्न सक्नुहुनेछ। एप्लाई कहाँ गर्ने त? एप्लाई गर्नको लागि तपाईले देख्न सक्नुहुन्छ गाउँ कार्यपालिकाको कार्यालय बनिएको छ, जुन तपाईले देख्न सक्नुहुन्छ। यसै गरेर विज्ञापन तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ कुन कुन पदको लागि यहाँनिर विज्ञापन सार्वजनिक गरिएको छ। मेडिकल अधिकृत बनिएको छ, स्टाफ नर्स बनिएको छ, तपाईले यहाँनिर देख्न सक्नुहुन्छ। त्यसै गरेर कार्यालय सहयोगी बनिएको छ। यहाँनिर जम्मा 4 जनाको भ्याकेन्सी ओपन रहेको छ र तपाईले आवेदन शुल्क भनेर साइटमा देख्न सक्नुहुन्छ र उपलब्ध गराइने न्यूनतम सेवा सुविधा भनेर तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। नेपाल सरकार अधिकृतको 8औं तहको कर्मचारीलाई उपलब्ध न्यूनतम सेवा सुविधा भनिएको छ। तपाईले यहाँनिर क्लियर रूपमा देख्न सक्नुहुन्छ। त्यसै गरेर तपाईको यो भ्याकेन्सीमा भाग लिनको लागि तपाईको न्यूनतम योग्यता कति चाहिनेछ त तपाईले तल हेर्न सक्नुहुनेछ। र यहाँनिर तपाईले न्यूनतम योग्यतामा हेर्न सक्नुहुन्छ। मेडिकल अधिकृतको हकमा भनिएको छ। उमेरको हकमा कुरा गर्नुपर्दा 21 वर्ष पुरा भएर 45 वर्ष ननागेको भनिएको छ मेडिकल अधिकृतको हकमा। र त्यसै गरेर शैक्षिक योग्यताको कुरा गर्नुपर्दा MBBS पास गरेको हुनुपर्नेछ, जुन तपाईले यहाँनिर देख्न सक्नुहुन्छ। त्यसै गरेर स्टाफ नर्सको हकमा तपाईको यहाँनिर हेर्न सक्नुहुन्छ। स्टाफ नर्सको उमेर 18 वर्ष पुरा भएर 40 वर्ष ननागेको हुनुपर्नेछ। र त्यसै गरेर शैक्षिक योग्यताको कुरा गर्नुपर्दा स्टाफ नर्स कोर्स उत्तीर्ण गरेको हुनुपर्नेछ, जुन तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। त्यसै गरेर कार्यालय सहयोगको लागि भनेको छ 18 वर्ष पुरा भएर यहाँनिर 35 वर्ष ननागेको भनेको छ र साधारण पढाइ लेखाइ भनेको छ। यानी 8 क्लास पास गरेकोले पनि यहाँनिर भाग लिन सक्नुहुनेछ। त्यसै गरेर तपाईको उपलब्ध गराउनु पर्ने कागजातहरू तल देख्न सक्नुहुन्छ। त्यसै गरेर तपाईले दरखास्त बुझाउने भनेको छ लक्ष्मी विकास बैंकको यहाँनिर खाता नम्बर भनेर तपाईले खाता नम्बर देख्न सक्नुहुन्छ। यो खाता नम्बर जम्मा गरेको भाउचर तपाईले डकुमेन्टको साथमा पेश गर्नुपर्नेछ र तपाईले एप्लाई गर्नुपर्नेछ।